हेलो नमस्कार टाँसिदिले फ्याबुलो वेलकम ब्याक टु माई च्यानल भन्दै फेरि पनि हजुरहरूलाई एउटा रेसिपी सेयर गरिरहेको छु। सो आई होप हिजो गरी हेरिदिनुहोस् अनि यो बनाएर मजा पनि लिनुहोस् भन्दै आज चाहिँ म आफ्टर लङ टाइम हजुरहरू प्रति एउटा भिडियो लिएर आएको छु। यो पनि रेसिपीकै हो। सो यो पनि हजुरहरूले बनाएर लिन सक्नुहुन्छ है। मेरो भिडियो चाहिँ किन आएको थिएन भन्दाखेरि अब अहिले चाहिँ फिलहाल सिजनले गर्दा चाहिँ अलिकति म चाहिँ एकदमै व्यस्तता थिएँ, त्यसैले हजुरहरूलाई एकदमै मेरो भिडियो चाहिँ आउनु सकेको थिएन। त्यसको लागि एकदमै मेरो आन्तरिक हृदयबाट एकदमै माफी चाहँदै है हजुरहरूलाई फेरि पनि यो फ्रुट क्रिमको रेसिपी प्रस्तुत गरिरहेको छु। सो आई होप हिजो गरेर हेरिदिनुहोस् अनि पहिला सुरु हेर्नु अगाडि लाइक सेयर सब्सक्राइब चाहिँ गर्नु नबिर्सिनुहोस् है। यसरी नै हजुरहरूले एकदमै माया अनि सपोर्ट बनाइराख्नु भइरहेछ। सो मेरोबाट पनि हजुरहरूलाई एकदमै आन्तरिक हृदयबाट सपोर्ट अनि माया छ भन्दै है। यो चाहिँ फ्रुट क्रिम पहिला चाहिँ यो एकदम यो चाहिँ टिनमै पाउँछ है। यसमा चाहिँ सबै मिक्स हुन्छ फ्रुटहरू, तपाईँको एकदमै काटेकै हुन्छ। यसमा चाहिँ एकदमै यसमा भयो तपाईँको वाटरमेलन, पपैया है, यो पाइनएप्पल सबै मिक्स हुन्छ है। हजुरहरूले यो बजारमा मतलब फाल्टे किनेर पनि लगेर त्यसलाई कटिङ गरेर एड गर्नु पनि सकिन्छ है। त्यसरी नै एकदमै लजिज हुन्छ, एकदमै दामी हुन्छ यो फ्रुट क्रिम है। बनाउनु पनि एकदमै इजी, खाँदाखेरि एकदमै टेस्टी हुन्छ है। सो मेरो भिडियो नआउँदाखेरि कतिजनाले है यसो कमेन्ट्समा किन आएको छैन के चासो लिइरहेको थियो। सो भनिदिइहालेँ है मेरो चाहिँ किन आएको थिएन भन्दाखेरि अहिले व्यस्तताले गर्दा चाहिँ आएको थिएन है। सो हजुरहरूको एकदमै सपोर्ट अनि माया चाहिँ अलवेज बनाइराख्नुहोस् है। मेरोबाट पनि एकदमै सपोर्ट अनि माया चाहिँ हजुरहरूलाई एकदमै छ भन्दै है। यो एकदम यसमा पनि फोकस गर्दै जानुहोस् है। यसमा पनि एकदम सो यसमा चाहिँ अलिकति पानी पनि हुन्छ है। यो खोलेर चाहिँ पहिला पानी फ्याल्नु पर्ने हुन्छ है। हेर्दै जानुहोस् यसमा के हाल्नुपर्ने इन्ग्रिडियन्ट्सहरू। सो तपाईँहरूलाई म देखाउने छु है। यो खोलिसकेँ मैले टी चाहिँ, खोल्दाखेरि चाहिँ तपाईँको यस्तो हुन्छ, सबै मिक्स हुन्छ सबै है। अनि एक्स्ट्रा केरा चाहिँ हुँदैन, केरा चाहिँ मैले एक्स्ट्रा लिइरहेको छु। सो 2टा केरा ल्याइरहेको छु। सो अनि यसमा चाहिँ यो चाहिँ हो तपाईँको मिल्क मेड भन्ने चाहिँ एकदमै टेस्टी पनि हुन्छ अनि स्विटनेस पनि ल्याउँछ है। हजुरहरूले यो इफ छैन भने तपाईँहरूले सुगर चिनी पनि एड गर्नु सक्नुहुन्छ है एकदमै। अनि मेन कुरो चाहिँ तपाईँको मेन चाहिँ यो चाहिन्छ तपाईँको, यो चाहिँ क्रिम हो तपाईँको। बजार मार्केटमा जहाँ पनि एनी टाइम पाइहाल्छ, जहाँ पनि पाइहाल्छ। यसलाई चाहिँ म एकदमै यसमा हालिरहेको छु। सो है यसलाई चाहिँ च्याटै भन्ने चाहिँ बानी नै चाहिँ हजुर हो। यसलाई चाहिँ हालेर यो माथिबाट ठिकै अन्दाजी है यो मिल्क मेड एड गरिरहेको छु। सो है यसलाई हालेर चाहिँ एकदमै मिक्स गर्नुपर्ने हुन्छ, एकदमै पुरा जति सक्दो तपाईँहरूले यसलाई घोल्नुपर्ने हुन्छ, मिक्स गर्नुपर्ने हुन्छ है। अलिकति यो ज्यादा घोल्यो भने तपाईँको मिक्स त यो 2टाको मिक्स हुन्छै हुन्छ, प्लस थिकनेस पनि आउँछ तपाईँको है। एकदमै यो फिट्दै गएपछि यसलाई बबल्सहरू आउँछ है। एकदमै यसलाई मजाले एकदमै फिट्नुपर्ने हुन्छ है। यसरी नै हजुरहरूले एकदमै है भिडियोलाई चाहिँ स्किप नगरी हेर्नुहोस् है। हजुरहरूले यो सजिलोसित नै घरमा बनाएर लिनु सक्नुहुन्छ है। मार्केटमा जहाँ पनि पाइहाल्छ यो सरसामानहरू, फ्रुटहरू है। अनि यो क्रिमहरू केही हाल्नुपर्ने छैन। फेरि लास्टमा एन्डिङमा तपाईँहरूलाई के हाल्ने छ त्यो रिपिट गराउने छु है। अहिले चाहिँ हेर्दै जानुहोस् कसरी बनाउनु पर्ने हो है। यसरी नै सपोर्ट अनि माया चाहिँ बनाइराख्नुहोस् भन्दै है। वन्स अगेन हजुरहरूलाई फेरि पनि यो फ्रुट क्रिम बनाउँदै एकदमै आन्तरिक हृदयबाट माया छ भन्दै है। हेर्दै जानुहोस् एकदमै। आज चाहिँ तपाईँको गेस्टहरू अलिकति हाम्रोमा चाहिँ कम्ती छ। सो त्यसैले नै यसो किन मेरो वाइफी फ्यामिलीहरूलाई किन एउटा मिठोबाट किन नजानुहोस् भनेर चाहिँ एउटा फ्रुट क्रिमको रेसिपी आफै नै बनाएर लिइरहेको छु। सो यसरी नै नयाँ रेसिपीहरू हजुरहरूलाई पस्किने छु है। सो यसरी सपोर्ट अनि माया चाहिँ बनाइराख्नुहोस् है। अहिले चाहिँ यता चाहिँ दार्जिलिङमा बेङ्गालमा चाहिँ एकदम भोटले गर्दाखेरि एकदमै हिजो आज चाहिँ एकदमै के छ भोटको मात्रै एकदम चर्चा चलिरहेको थियो। सक्यो त्यो पनि। त्यो मैले पनि एउटा
इन्डियाको नागरिकता भएर चाहिँ एउटा मेरोबाट पनि एउटा ट्याटै भोट गयो एकदमै है। हेर्दै जानुहोस्, यसमा पनि फोकस गर्दै जानुहोस् है। यसलाई मजाले फिटेर चाहिँ यो म साइडमा लगाइरहेको छु। सो यहाँदेखि चाहिँ यो केरा छिल्नेछु है। यो केरालाई डल्लै डल्लै हाल्नु हुँदैन। सो यसलाई चाहिँ सानो सानो पिस बनाउनु पर्ने हुन्छ है। सो हेर्दै जानुहोस्। सो हजुरहरू पनि यस्तो घरमा बनाएर लिनु सक्नुहुन्छ है। एकदमै टेस्टी हुन्छ, एकदमै मिठो हुन्छ एकदमै। सो आफ्टर फ्यु डेज बाद मेरो भिडियो आइरहेछ। सो यसरी नै सपोर्ट अनि माया बनाइराख्नुहोस् भन्दै है। यसलाई अब है छुरीले सो यसलाई सानो पारेर कटिङ गरिरहेछु। सो कटिङ गरेको चाहिँ देख्नु भएको छैन हजुरहरूले है। सो सो यसरी नै फुटबललाई सपोर्ट अनि माया चाहिँ बनाइराख्नुहोस् है। ताकि अलिक मोटिभेट हुँदै जान्छ सबैजना नै है। अनि नयाँ नयाँ यस्तै रेसिपीहरूदेखि लिएर सबै आउँदै जान्छ है। यो केरालाई चाहिँ मैले एकदमै तपाईँको काटेर चाहिँ काट्दा चाहिँ यस्तो हुन्छ है। काटेर चाहिँ म यसमा मिक्स गरिरहेछु है। सबै मिक्स गरिरहेको छु है। त्यहाँदेखि चाहिँ यो तपाईँको टिनको चाहिँ म यसमै हालिरहेको छु है। सबै हालेर चाहिँ यसलाई मिक्स गर्नुपर्ने हुन्छ। यो सबै मिक्स भयो तपाईँको है। यो मिक्स हुँदा चाहिँ एकदमै तपाईँको यस्तो हुन्छ तपाईँको एकदमै रूपरङ आइहाल्यो एकदमै है। रूपरङ आइहाल्यो, यसले रूपरङ लिइहाल्यो है। यसमा चाहिँ तपाईँहरूले पहिला चाहिँ सुरु तपाईँको क्रिम भयो, क्रिम र तपाईँको सुगर या मिल्कमेड हालेर मजाले फिट्नुपर्ने हुन्छ है। त्यसपछि चाहिँ तपाईँको फ्रुटहरू जे पनि छ, जस्ट लाइक इक्जाम्पल एउटा तपाईँको एप्पल भइहाल्यो, बनाना भइहाल्यो, पाइनएप्पल, वाटरमेलन, तपाईँको जति पनि फ्रुटहरू छ, ग्रेप्सहरू भयो। ग्रेप्स चाहिँ अहिले मैले एड गरेको छुइनँ। सो जति पनि फ्रुटहरू छ त्योहरू चाहिँ सबै तपाईँले यो क्रिममाथि चाहिँ एड गर्यो भने है एकदमै भइहाल्छ फ्रुट क्रिम चाहिँ है। सो सबै हालेपछि चाहिँ तपाईँले फेरि पनि एकमा लास्ट इन्डिङमा चाहिँ तपाईँले यसरी यो है यो तपाईँको स्पुनले मजाले भनिदिनुपर्छ है। खै अझ एउटा फ्रुट कोक्टेल ल्याउँ मजाले यसलाई मिक्स गर्नुपर्ने हुन्छ। सो मेरो फ्रुट क्रिम चाहिँ एकदमै कम्प्लिट भयो है। म चाहिँ हल्का यो प्लेटिङ अलिकति देख्नुमा राम्रोको लागि भन्छ है, एकदम ठाडोमा भन्दाखेरि चाहिँ है प्लेटिङ गरिरहेको छु है। सो कम्प्लिट भएर कसरी राख्नुपर्ने अलिकति गेस्टहरूलाई अलिक प्रेजेन्टेसन इज द मोस्ट इम्पोर्टेन्ट भन्छ नि अब है। प्रेजेन्टेसन चाहिँ अलिकति राम्रो छ भने अब त्यसै पनि टाउको हल्लाएको चाहिँ वा भइहाल्छ क्या त है। त्यसरी नै हजुरहरू है यसरी नै हजुरहरू पनि यसरी नै फ्रुट क्रिम एकदमै एकदमै सिम्पल छ है। सो हजुरहरू पनि घरमा बनाएर लिनु सक्नुहुन्छ। के हाल्नुपर्ने इन्ग्रेडियन्ट सबै बताइदिनै हाले है। सिर्फ हजुरहरूले अब बनाएर खालि लिनुपर्छ है। सब भन्दै म चाहिँ एउटा प्लेटिङ गर्दैछु। त्यो प्लेटिङ पनि एकदमै कम्प्लिट भएर त सबै एकदम कम्प्लिट भएर हजुरहरूलाई फेरि कस्तो हुनेछ सो प्रस्तुत गरिरहेछु। सो स्किप नगर्नुहोस् है, यसरी नै कन्टिन्यू गरिरहनुहोस्। सो मजा आउनेछ। सो मेरो फ्रुट कोकटेल फ्रुट क्रिम चाहिँ एकदम कम्प्लिट भइरहेछ। सो हाम्रो सेफ चाहिँ यहाँ एकदमै अब चाहिँ के हुन्छ। हेलो नमस्कार सेफ। नमस्ते। एकदमै सेफ अहिले चाहिँ के छ भन्दाखेरि एकदमै अब डिनरको प्रिपेयर एकदमै रेडी त भइसकेको छ। अब खिलाउनु खालि बाँकी छ। सो सेफलाई के भन्नु छ एकदमै भन्नु के छ, धेरै दिन बाद हाम्रो साथीको भिडियो तपाईँहरूमा आइरहेको छ। एकदमै धेरै दिन बाद एकदमै त्यो हाम्रो भिड बाहिरले गर्दा अलिकति बिजी व्यस्तताले गर्दा चाहिँ भिडियो अपलोड गर्न पाएको छैन। साथीले आजदेखि गर्नु थालेको छ। हेरिदिनुहोस्, तपाईँहरूले सब्सक्राइब गरिदिनुहोस्, लाइक गरिदिनुहोस्, कमेन्ट गरिदिनुहोस्। त्यो भन्ने चाहन्छु तपाईँहरूलाई।
र तपाईँहरू जसले हेरिदिनुहुन्छ तपाईँहरू सबैलाई धेरै धेरै धन्यवाद। नमस्ते छ तपाईँहरू सबैलाई। यसरी नै हेरिदिनुहोस्, माया गरिदिनुहोस्। एकदमै अझै एकदमै हाम्रो सेफलाई पनि एकदमै आन्तरिक माया पनि छ एकदमै। उहाँको कति कति राम्रो राम्रो एकदमै रेसिपीहरू हजुरहरूलाई सेयर त गरिसकेको छु है। एकदमै कमेन्ट्समा पनि एकदमै राम्रो राम्रो एकदमै देख्दाखेरि मलाई पनि एकदमै प्रोत्साहन भएर आउँछ है। सेफहरूलाई पनि त्यसको लागि मेरो आन्तरिक हृदयबाट एकदमै सल्युट अनि माया छ भन्दै है। यसरी नै अब मेरो यो एकदमै टोटल्ली कम्प्लिट भएको छ। सो हेर्दै जानुहोस् है, लास्ट इन्डिङसम्म हेर्नुहोस् है। सो तपाईँको फ्रुट क्रिम चाहिँ कम्प्लिट भएपछि चाहिँ है तपाईँको यस्तो हुन्छ हेर्नुहोस् है। एकदमै है एकदमै है। सो हजुरहरू पनि एकदमै बनाएर लिनुहोस् है, यसको मजा लिनुहोस् है। एकदमै मिठो अनि लजिज हुन्छ है, टेस्टी हुन्छ एकदमै है। हजुरहरूलाई एकदमै बनाएर लिनुहोस् है, के कस्तो हुन्छ है एकदमै कमेन्ट्समा भन्नु सक्नुहुन्छ है। मैले त अलरेडी यो चिजहरू एकदमै टेस्ट गरिसकेको छु, त्यसैले हजुरहरूलाई एकदमै सेयर गरिदिएको है। यसरी सपोर्ट अनि माया बनाइराख्नुहोस् भन्दै है। अहिले रेस्टुरेन्टमा चाहिँ एकदम अहिले कम्ती छ गेस्टहरू है, एकदमै त्यही कारणले एकदमै सन्नाटो छ। भोलिदेखि फेरि एकदमै गेस्ट चाहिँ यस्तो नै छ, एकदमै ढकाढक कचाकच एकदमै खचाखच छ है। नेपालीमा भन्नुपर्दाखेरि खचाखच भनेको चाहिँ एकदमै पुरा छ है, एकदमै है। यसरी नै हाम्रो एकदमै अहिले चाहिँ भाइहरू एकदमै यहाँ एकदम गेस्ट नभएको कारणले गर्दा चाहिँ एकदमै गेमको मजा लिइरहेछ। सो हजुरहरूलाई फेरि पनि है आफ्टर लङ टाइम है, आफ्टर लङ डेज मेरो भिडियो हजुरहरूलाई प्रस्तुत गरिरहेछ। अब चाहिँ यस्तै नै है बबाल बबाल आउनेछ है। यसरी नै खतरा खतरा रेसिपीहरूदेखि लिएर कन्टेन्टहरू एकदमै नयाँ नयाँ पस्किनेछु। सो हजुरहरूले यसरी नै सपोर्ट अनि माया बनाइराख्नुहोस् है। एकदमै हजुरहरूलाई के कस्तो लाग्यो है मेरो भिडियो। सो प्लिज कमेन्ट डाउन। यसरी नै सपोर्ट अनि माया बनाइराख्नुहोस्। मेरोबाट पनि एकदमै हजुरहरूलाई एकदमै आन्तरिक हृदयबाट सपोर्ट अनि माया छ भन्दै है मेरो यो सानो भ्लग है इन्ड गर्दैछु है। इन्ड गर्नुभन्दाखेरि सबैले नै एकदमै लाइक सेयर सब्सक्राइब गर्नु चाहिँ नबिर्सिनुहोस्। यसरी माया बनाइराख्नुहोस् भन्दै ओके टाटा बाई बाई टेक केयर।